चाहिँ तमन्ना श्रेष्ठ र आज म फेरि मेरो युट्युब च्यानलमा आइसकेको छु। आशा गर्दछु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, राम्रै हुनुहुन्छ होला। अनि आज चाहिँ म मेरो यो भिडियोमा अलिकति स्पेशल छ। सो मेरो बुढाको बर्थडे हो, ईश्वरको बर्थडे छ अनि उसको लागि मैले केही गिफ्टहरू केही चिजहरू मैले यहाँ देखाउन के गरेँ, के डेकोरेसन गरेँ त्यस्तो केही गरेको छैन, तर सिम्पल हो। उसको लागि मैले उसलाई भनेर एउटा गिफ्ट लिएर आइदिएको थिएँ अनि त्यो अनि त्यसपछि मैले सानो एउटा अब डेकोरेसन थोरै गरेर अनि केक उस गर्छ अनि थोरै खानेकुरा बनाएर कसैलाई पनि बोलाउँदैन, हामी यही घरको मात्रै हो। सो आज चाहिँ यो भिडियो आशा गर्छु कि हजुरहरूले लास्टसम्म हेरिदिनुहुन्छ र मन पराइदिनुहुन्छ। सो अब म यो भिडियो कन्टिन्यू गर्छु, मलाई साथ दिनु होला, मलाई माया गरिदिनु होला, लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला। सो अब म तपाईँहरूलाई एक स्टेप गरेर सबै चिज देखाउँछु है त। म चाहिँ यहाँ बेलुनहरू गर्दैछु। ईश्वर चाहिँ काममा जानुभएको छ अनि अहिले राति मात्रै आउनुहुन्छ। सो म बर्थडे चाहिँ भोलि हो, तर मैले चाहिँ अब आज यो डेकोरेसनहरू सबै गरेर आज अब बेलुका कामबाट आउँदाखेरि ढिला भइहाल्छ अनि बेलुका 12-12 त यतिको बच्चा खाना खाँदैन अनि ठ्याक्कै त्यही 12 बजी नै केक सेक काटेर अनि सरप्राइज गिफ्टहरू यताउति दिएर म यो सानो डेकोरेसन सबै रेडी बनाएर राख्छु त्यतिखेरसम्म भनेर मैले बनाउन खोजेको। सो म चाहिँ अब यहाँ डेकोरेसनहरू सबै रेडी बनाउँछु अनि तपाईँहरूलाई पनि देखाउँछु। ओके, र मैले अब यहाँ मैले यो डेकोरेसन मैले जति सकेँ सानो तिनो सबै डेकोरेसन गरिसकेँ। सो केकहरू पनि सबै ल्याएर रेडी बनाइसकेँ। अब ईश्वर आउनु बाँकी छ, म तपाईँहरूलाई देखाउँछु। ल यो धेरै ठुलो त गरेको छैन, मैले सानो राम्रो गरेको छु कि यो हो, धेरै ठुलो छैन। बेलुन अलिकति ल्याएर टाँसेँ, ह्याप्पी बर्थडे लेखेँ, यति भएपछि भइहाल्यो। अब केक सेक काट्नु बेला ठिक्क यति हो। अब बाँकी चाहिँ म ईश्वर आइसी देखाउँछु। हेलो गाइज, म चाहिँ भर्खर कामबाट आएको। यहाँ चाहिँ मेरो बुढीले र दिदी घरको दिदीहरू भएर दाइ त भर्खर आउनुभयो भएर यहाँ मेरो बर्थडेको लागि डेकोरेसन गर्नुभएको रहेछ। थ्याङ्क यू भेरी मच। तर मलाई यस्तो गर्न त मन त छैन, तर त्यही पनि बुढीको खुसीको लागि गरिदिनु पर्ला। अलिकति सरप्राइज भए। आज चाहिँ यहाँ मोमो पार्टी हुँदैछ। हाम्रो पुगु पनि छ, यहाँ बर्थडे मनाउँदैछ मेरो पुगुले पनि। पुगु के खाँदैछौ तिमीले? के खाँदैछौ? मेरो अनुहार त अब यस्तो ह्यान्डसम अनुहार फेरि धेरै देखायो भने फेरि आँखा लाग्ला नि त मलाई, होइन? अरे कहना क्या चाहते हो? क्यामेरा यस्तो हो कि मान्छे यस्तो हो? यति राम्रो देखाउँछ त मलाई त। हुन त म त मान्छे राम्रो त छ होइन, त्यस्तो नराम्रो नि भन्न त सक्दिनँ म आफूलाई। तैपनि यो त ओभर भएन र। मोमो पनि पाकिसक्यो, बास्ना आइसक्यो यहाँ। वाह दामी भएको छ। यो चाहिँ पिरो अचार। आहा पानी आइसक्यो। अब यहाँ चाहिँ पिरो अचार दामी भएको छ कि यो पिरो अचार चाहिँ। अब यसरी खानु कस्तो भयो? मोमो ल अब चाहिँ सब रेडी भइसक्यो हाम्रो। यहाँ केक ह्याप्पी बर्थडे। अब ठ्याक्कै यहाँ 12 पनि बन्नाइसक्यो, हामी सब रेडी पनि गरिसक्यौँ। सो 44 भइसक्यो, 11:44। अब मसँग एउटा सरप्राइज पनि छ मेरो बुढाको लागि, होइन? म देखाउँछु अनि उसको रियाक्सन पनि यहाँनिर क्याप्चर गरेर तपाईँहरूलाई पनि देखाउँछु। ओके, एकछिनमा देखाउँछु। अब यो चाहिँ अब हेर्दै गर्नु ल। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु। चुप खाइदिनु त ल त्यहाँनिर गर्नु। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे।
के भयो थोरै यति खाउनु है धेरै नदिनु पुगुला त ह्यापी बर्थडे ल अब चाहिँ म मेरो बुढालाई मैले गर्नको खोजेको होइन मैले यति दुःख गरेर यति उस गरी बनाएर एउटा सरप्राइज राखेको छु मेरो बुढाको लागि अब त्यो सरप्राइज म देखाउँछु उसलाई अनि उसको रियाक्सन पनि हेरौँ होइन कस्तो आउँछ ल ओइ एउटा माथिको मात्रै आएछ तिम्रो त पुरै आएन लामोवाला भइछ नि त भिडियो त्यही ह्यापी बर्थडे मेरो दाइ चाहेको सोचेको सबै पुरा होस् मेरो दाइको र चाँडै मलाई अङ्कल बनाउनु म भन्नु ह्यापी बर्थडे छोरो मेरो छोरालाई जन्मदिनको धेरै धेरै शुभकामना आँटेको सोचेको कुराहरू सबै पुरा होस् मेरो छोरो ह्यापी बर्थडे ईश्वर जन्मदिनको धेरै धेरै शुभकामना फलोस् फुलोस् राम्रो होस् प्रगति गरोस् उत्तर प्रगतिको कामना गर्दछु छोरोको दीर्घायु होस् चिरञ्जीवी हुनु कहिले रोग व्यथा नलागोस् है ल चाँडै हामीलाई एउटा बेबी एउटा नाति चाहियो हेलो आज एकदमै स्पेशल दिन परेको छ किनभने मेरो छोरा समान मेरो जेठो ज्वाइँको जन्मदिन परेको छ र उहाँलाई म जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भगवान हमेशा हजुरको दाहिने हुन् हजुरले गरेको हरेक काममा हजुरलाई सफलता मिलोस् धेरै प्रगति गरेको देख्न पाऊँ निरोगी रहनु स्वस्थ रहनु कुनै किसिमको रोग ब्याज नलागोस् र टाढा भए पनि यो मुटुभरि हजुरपट्टि धेरै माया छ धेरै मिस गर्छु र टाढा भए पनि एक दिन छिटै भेट होला र जन्मदिनको धेरै धेरै शुभकामना भन्दै लभ यु मिस यु बाई के छ सन्चै आज चाहिँ विशेष दिन छ किनभने हाम्रो लागि विशेष हो अनि नानी बाबुको लागि घरतिर सम्झिने लागि सबैको लागि विशेषै हो किनभने आज मेरो ठुलो ज्वाइँको जन्मदिन परेको छ त्यसैले टाढै भए पनि जन्मदिनको धेरै धेरै शुभकामना हजुरलाई आशीर्वाद छ सधैँभरि माया ममता सम्झना छ हजुरको आँटेको सोचेका मर्छ पुरा हजुरले अरूलाई दिएर मात्रै खानु पुगोस् आफूले कहिले हात फैलाउन नपरोस् भगवान पशुपतिनाथ दक्षिणकाली आमाहरूले 33 गरी देवी देवता कुलदेवता इष्ट देवताहरूले सधैँभरि हजुरहरूको रक्षा गर्नुहोस् यही छ मेरो शुभकामना हजुरलाई अनि हजुरले आँट्नु भएको सोच्नु भएको सब कुरा होस् अब टाढा छौँ नजिक भइदिए भए भेटीघाटी हुन्थ्यो त्यसैले टाढैबाट जन्मदिनको धेरै धेरै शुभकामना छ विशेष गरी मेरो दुईटा छोरी दुईटा ज्वाइँलाई धेरै धेरै माया सम्झना छ टाढा भएन के गर्ने यस्तै हो टाढाको कुरा भेटीघाटी भन्दा पनि फोनमै हो सबै कुरा त्यसैको लागि जन्मदिनका फेरि पनि धेरै धेरै शुभकामना बाई ह्यापी बर्थडे मेरो प्यारो भिनाजु एकमात्र भिनाजु दिदी भन्दा पनि प्यारो भिनाजु जन्मदिनको धेरै धेरै शुभकामना के भन्ने मलाई भन्नै आएन यस्तो भिडियो बनाउने पहिला त थिएन पनि थिएन कस्तो नाटक के आजकल चाहिँ त्यही पनि ठिक छ जन्मदिनको धेरै धेरै शुभकामना बुढो हुनु भइसक्यो अब छिटो भन्दा छिटो मलाई के बनाउने हामीलाई सानो बाबा सानो मम्मी बनाउनु बारेमा सोच्नु बर्थडे मनाउनु भन्दा पनि अगाडि त्यही हो टाढा भए पनि धेरै धेरै माया तिमी के भन्छौ ईश्वर जन्मदिनको धेरै धेरै शुभकामना खुसी हुनु सम्पन्न हुनु सुखी रहनु हेल्दी हुनु अब आउने वर्षले तिम्रो धेरै धेरै उत्तर प्रगति होस् यस्तो भन्न आउँदैन है मलाई हैन उत्तर प्रगति होस् अबको वर्षदेखि एकदमै राम्रो लाइक छिटै छिटै अब भिजाको सबै राम्रो होस् के भन्छ खुसीको पलहरु आओस् हैन होप टु सी यु सुन त्यही हो अब भेटेला चाँडै ल सी यु सुन बाइ सी यु ह्यापी बर्थडे टु यु इन्जोय योर डे ह्यापी बर्थडे डियर भान्जा बाबु जन्मदिनको धेरै धेरै शुभकामना हजुरलाई हजुरको
हरेक पाइला पाइलामा भगवानले साथ दिउन्, हरेक सुख हजुरको जीवनमा हरेक सुख हरेक पल सुख शान्ति छाओस्, सधैँभरि सुख होस्, शान्ति होस्, रोगव्याध कहिले नलागोस् मेरो बाबुलाई। सधैँभरि भगवानले दाहिना भएर सधैँभरि रक्षा गरिदिउन् मेरो बाबुलाई। है बाबु, फेरि पनि हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। हजुरलाई सधैँभरि माइजूले धेरै मिस गर्छु, माया छ माइजूको तर्फबाट। है मेरो भाइ ईश्वरलाई अब आउँदै गरेको जन्मदिनको लागि धेरै 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 शुभकामना, उन्नति र प्रगति गर्दै जाउँ यसरी नै। अब अर्को वर्ष चाहिँ एउटा घोर्ले छोरो हुन्छ कि घोर्ले छोरी हुन्छ ठुलमा भन्नु पाऊँ, त्यति हो। एउटा सानो गिफ्ट पनि छ त्यसलाई यहाँ। के गरियो गरा है। Happy birthday to you, happy birthday to you, happy birthday dear ईश्वर। तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना। म त्यहाँ नभए पनि यहीँबाट मैले तिमीलाई शुभकामना दिएँ होइन। आई विश अब आउने तिम्रो वर्षहरू चाहिँ एकदमै पोजिटिभ एनर्जी अनि एकदमै के भन्छ ब्लेसिङ्स र प्रस्पेरिटीले भरियोस्। जो तिमी मेरो भाइको साथी भए पनि आई कन्सिडर यु एज माई ब्रदर होइन, मेरो साइडबाट। सो आई होप यु आर फाइन विथ द्याट। तर आई जस्ट विश कि तिमी चाहिँ जहिले पनि यस्तै स्विट अनि काइन्ड अनि एकदमै जोयस पर्सन भइराख्नु। धेरै धेरै माया फ्रम माई साइड। बाई। हेलो, ह्याप्पी बर्थडे भिनाजु। मेनी ह्याप्पी रिटर्न्स अफ द डे। अनि धेरै धेरै माया र सम्झना पनि मेरो दिदीलाई पनि धेरै धेरै माया र सम्झना। अनि त्यसपछि तपाईँले चाहेको आँटेको सबै कुरा पुरा होस्। लाइक आशीर्वाद दिएको जस्तो सुनिन्छ होला, तर आशीर्वाद होइन, जस्ट अ बेस्ट विसेस फ्रम माई साइड। अनि धेरै राम्रो गर्नु, अझै पनि धेरै राम्रो गर्नु। अनि मेन भनेको चाहिँ हेलो सो दाजु, के हो ह्याप्पी बर्थडे हो भन्ने सिचुएसन सुनिरहेको थिएँ त, भन्नु छैन, बर्थडे पार्टीलाई इन्भिटेसन छैन, वाट इज दिस बिहेभियर? एनिवेज, जन्मदिनको धेरै धेरै शुभकामना। जिन्दगीमा धेरै उन्नति प्रगति गर्दै जानु, खुसी हुनु, तिम्रो पाइलाहरूले सफलताको शिखर चुमोस् अनि सधैँ खुसी हुनु, अनुहार धेरै नजिस्काउनु। ओके, ह्याप्पी बर्थडे अगेन। नमस्ते दादा, ह्याप्पी बर्थडे दादा। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ यसरी नै खुसी रहनु, हजुरले चाहेको इच्छाहरू सबै पुरा होस्, सधैँ खुसी रहनु अनि मेरो साथीलाई नि खुसी राख्नु। अनि त्यसपछि अब नेपाल आएपछि छिटै भेट्नुपर्छ। लभ यु दादा, मिस यु, गड ब्लेस यु, बाइ बाइ। नमस्ते दादा। मेरो पहिलो र मेरो मन मिल्ने ज्वाइँलाई है जन्मदिनको धेरै धेरै शुभकामना छ। मेरो ज्वाइँलाई अझै प्रगति गर्दै जानु है। अनि मेरो बहिनीको साथ सपोर्ट कहिले नछोड्नु। अब मनदेखि नै मैले एकदम मिस गरिरहेको छु। बिस्तारै अब भेट हुँदै जाओस् हाम्रो। अब हुन्छ नि, अब बिस्तारै बिस्तारै अब भान्जा भान्जी पनि देख्न पाइयोस् है। अब यसरी नै सधैँ खुसी रहनु, सधैँ राम्रो हुनु, यति नै। ह्याप्पी बर्थडे ज्वाइँ। Hey mate, I know it's your birthday today and I wish you a very happy birthday to you. Always stay happy and make everyone around you happy. So, enjoy it dear brother. नमस्ते भेनाजु, जन्मदिनको धेरै धेरै शुभकामना छ र मनबाट धेरै धेरै माया र सम्झना छ। र मेरो ततालाई पनि धेरै धेरै माया गर्नु होला। साइडमा हेरेर मुसुक्क हाँस्याला मोरा भनेर होला होइन। तर धेरै धेरै माया छ, ततालाई पनि सम्झना छ है। अनि भेनाजुले त झन् मनैबाट ह्याप्पी बर्थडे र सालोलाई पनि सम्झिराख्नु होला बेला बेलामा। अनि चाँडै मामा बन्न पाऊँ, हामी पनि भान्जा भान्जी हेर्नु पाऊँ, त्यही हो। अब मैले सायद काममा जानु लाग्यो। ल बाई बाई, अहिले यति नै। धेरै धेरै सम्झना। Hey, hello, के छ केटा? Many many happy returns of the day. Happy birthday मेरो भाइ ईश्वर श्रेष्ठ। Happy birthday. I hope your days goes as amazing as you are. हजुरलाई धेरै धेरै सम्झना र माया छ। आशा छ आगामी दिनमा हजुरको सपनाहरू सब पुरा हुनेछ र भाइको तर्फबाट धेरै धेरै माया र सम्झना। जन्मदिनको धेरै 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 नै शुभकामना मेरो दाजुलाई। एन्ड राम्रोसित बस्नु एन्ड इन्जोय योर डे। ह्याप्पी बर्थडे टु यु सर दाइ। तपाईँको लागि एउटा सानो मेरो प्रयास।
तपाईँ त्यो फुल हो जो फुलबारीमा फुल्दैन तर जसमा आकाशको देवदूत पनि गर्व गर्दछन्। तपाईँको जीवन धेरै नै धेरै मूल्यवान छ। जन्मदिनको तपाईँलाई धेरै धेरै हार्दिक शुभकामना। यसरी नै हाँसी खुसी तपाईँको जिन्दगी खुसी रहोस्, जिन्दगी चलिरहोस्। जय ह्याप्पी बर्थडे टु यु। धन्यवाद। कस्तो लाग्यो भन्नु? दामी लाग्यो। कस्तो लाग्यो? अब कस्तो हुन्छ अर्कै फिल हुने रहेछ आफ्नो बारेमाथि। अरूले गर्दाखेरि चाहिँ अब अर्कै ऊ हुने रहेछ। अब त्यो टाढा छ नि त मान्छेहरू, अनि त्यो हिसाबले चाहिँ अलिकति मनमा लाग्ने रहेछ भनौँ न। अब त्यो नजिक भए जस्तो त हुँदैन नि त, त्यस्तो हुँदो रहेछ आफ्नो बारेमाथि। खुसी लाग्यो। थ्याङ्क यू। कसरी कतिखेर भन्यो तिमीले? कहिले? सबैजनालाई थ्याङ्क यू भन्नु नि त अनि विश गरेको। थ्याङ्क यू भेरी मच सबैलाई मलाई विश गरिदिनु भएकोमा, मेरो बर्थडेलाई स्पेसल बनाइदिनु भएकोमा। अब हजुरहरू नभए नि अब जो साथ सपोर्ट भिडियोबाट पाइयो त्यही नै खुसीको कुरा हो। अब यस्तो कुराहरू मैले अरूले गरेको देख्दाखेरि अब अचम्म लाग्थ्यो के गरेको जस्तो हो। अब आफ्नो पढ्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ। भयो मैले अहिले भनिसकेँ त थ्याङ्क यू भेरी मच होइन। म त अरू नै केही गिफ्ट होला ह्याप्पी। खुसी लाग्यो रे, उसलाई मनदेखि नै अर्कै फिल भयो रे। सो सबैजनालाई थ्याङ्क यू सो मच। मैले एउटा मेसेज गरिदिएको भरमा तपाईँहरूले उसलाई पनि यतिको आफ्नो मनबाट के छ सबै राम्रोसँग विश गरिदिनु भयो। उसको बर्थडे स्पेसल बनाइदिनु भयो। सो त्यसको लागि धेरै धेरै धन्यवाद सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। थ्याङ्क यू। के रे त्यो भिडियोहरू हेर्नु भनेन? यो चाहिँ मेरो बर्थडेको तपाईँको बर्थडेको गिफ्ट हो होइन। मैले यो ऱ्याप गर्नु चिज नपाएँ। Happy birthday to you. टिभी अफ गर न, टिभी अफ गर न। के होला गेस गर्नु त? अब कार्टुन त मैले कसरी गेस गर्ने? केही न केही त गेस त तपाईँ गरिसके जस्तो लाग्यो मलाई हेर्दै। अब हेलमेटहरू हो र? हेलमेटहरू हो र? खोले त मैले गेस गरौँ। गेस 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 गेस। हेलमेट जस्तो लागिरहेको बाइकको। मस्त जोक मारा रे। या हँस रे हल्का हँस। गेस गर्ने आउँदैन आउन चाहिँ आतिमा गर्नु अनि खोल्नु। आतिमा गर्नु नहेर्नु किन? तपाईँलाई एकदम मनपर्ने चिज नै हो यो। त्यही भएर मलाई जिबी हाइफाई लगाएर घुमाएर लिएर आयो कि मैले एकदम यस्तो। तपाईँ दिदीले के अरे फ्राई प्यान किन्ने भन्नु, एयर फ्राई किन्ने भन्नुभएको छ। म जाँदा एकचोटि हेरेर भनेर लगेर गएको कस्तो लाग्यो? त्यो छानेको तिमीले तिमीलाई मन परेन त्यही हो? के रहेछ त? ल भन्दिन पर्यो। कफी मेसिन। थ्याङ्क यू। थ्याङ्क यू भेरी मच। आफै च्याप दिँदैन फोटो। कहाँबाट बोल्छ त? मलाई के थाहा त? बाबाले हेर त बाबालाई कसरी बोल्छ त? यसरी ल यो चाहिँ अनबक्सिङको भिडियो है त। मलाई कहाँ उहाँ दिदीले एयर फ्रायर किन्नु छ भनेर हेर्न जाउँ न भनेर लगेको थियो। मैले हेरेर आएको कि त्यहाँ कति थियो रे यो? के यो कतिमा थियो रे? जति भने तपाईँ किन चाहियो अहिले? तपाईँको यो चाहिँ एकदम मेरो बुढा कफी भनेपछि एकदमै केही नचाहिने। जहिले कफी किनेर खान्छ, जहिले कफी किनेर खान्छ। त्यही भएर घरमै मेसिन अस्तिदेखि किन्न मन लागिरहेको थियो कि उसलाई। अनि त्यो मेसिन एकदमै धेरै हेर्ने आउने गर्दैछ। अनि त्यही भएर मैले यो चाहिँ मेरो बुढाको लागि त्यो दुई कति छिटो लाग्यो अर्को यो निकाल्नु नि। माइक्रोफोन लाउनु पर्ने के दुईजनाले। यो चाहिँ यो वाला के छ यहाँ? उठाउन त हेरौँ। ल यो अहिले हेरौँ ल हैन।
यो के भन्छ 3 मिनेट पछि फेरि गर्न पर्ने हो के हो यो भइराख्छ अझ बिल लाइनमा पनि राखिरहेको रहेछ यो चाहिँ हाम्रो न्यू कफी मेसिन हो राख्ने चाहिँ कहाँ हो कहाँ राख्ने तपाईँको जहाँ भए पनि राख्ने त मिलिहाल्यो नि कस्तो लाग्यो राम्रो छ हेरेर आएछ त्यो त यसमा खै यस्तो छ सेटहरू पुरै अनि जग मै त जग यही छ त यो मग वा कस्तो हेभी हुँदो रहेछ भाइ खै क्या राम्रो के है यो क्वालिटी राम्रो छ कि मलाई एकदम मन पर्यो हेर्नु न कस्तो हेभी राम्रो हान्देउला टाउकोमा सर्टमा पनि कफ निकाल्ने बिहान उठ्ने यसलाई हिट गर्नुपर्छ क्वालिटीहरू राम्रो हुन्छ कि यो चाहिँ सानो कप होला चाहिँ के हो यो त्यसले के मलाई के भन्दै थियो भने के अरे ओस् भन्दै थियो कि त्यो एउटा जाली के अरे फिल्टर पनि लैजान्छस् भन्दै थियो अब फिल्टर त मलाई के हो के थाहा छैन कस्तो फिल्टर भने के थाहा छ मलाई फिल्टर यहाँ चाहिँ पानी हाल्ने यो उद्योगको लागि त्यो स्प्रे छ नि त्यसको लागि स्टिमर ल कस्तो लाग्यो त ह्याप्पी 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 थ्याङ्क यू भन्नु नि त थ्याङ्क यू भनिसक्यो थ्याङ्क यू आज लागि चाहिँ यही हो मेरो बर्थडेको मेरो बुढाको लागि बर्थडे गिफ्ट यो फेरि बर्थडेमा हाल्नु नि एकदमै धेरै कफी मन पराउने अनि उसलाई एकदम किन्न पनि रहर थियो त आज मैले किनेर लिएर आइदिएँ मेरो बुढाको लागि गिफ्ट बर्थडे गिफ्ट एकदम युजफुल एकदमै धेरै काम मैले यस्तो सोचेको थिएँ अरू सामानमा किन्नुभन्दा त होइन बरु हल्का पैसा थपेर यो ल्याएपछि उसलाई 25सम्म हुन्छ भनेर अनि मैले यही ल्याइदिएँ मैले ह्याप्पी भयो नि ल त्यो कफी उसमा जानु पर्ने भयो फेरि ए त्यहाँ एकदिन फेरि जानुपर्छ सन्डे दाइको बिदा होइन मैले अब यो हिजो मेरो बुढालाई गिफ्ट दिएँ बर्थडेको गिफ्ट ऊ एकदमै खुसी थियो अनि उसले त्यो घरमा सानो कफी स्टेसन जस्तो बनाउनु एकदम रहर छ कि अनि त्यो सामानहरू पनि मैले हिजो सबै ल्याएछु कि कफी मेसिन यताउति सब किनेर रेडी बनाएको छु त आज चाहिँ हामी यहाँ कफी बिनहरू लिन आएको कफी लिइसक्यौँ हामी सबै मैले ग्राइन्ड गरेछु कि अनि यो एउटा यो चाय मसला यो चाहिँ मेरो फेभरेट हो यो दुईवटा चाहिँ अनि हामी पे गर्न लाग्छौँ अनि उसलाई चाहिँ अब यहाँ मक्क परेछ लिन पाएर यहाँ ब्रेकफास्ट गर्न आइसक्यौँ जङ्गलको बिचमा शान्त ठाउँमा आइसक्यौँ चेयर्स कफी लभर ल हाम्रो यहाँ ब्रेकफास्ट पनि आइसक्यो हामी चाहिँ घर आइसक्यौँ घर आएर पनि यहाँ यस्तो छ पाराई अब यही हेरेर यो चलाएर सफा गर्ने र के गर्ने रे भनेर गर्दैछ यस्तो गर्दैछ यो चाहिँ पहिलो त्यो मेसिन युज गर्नुभन्दा अगाडि सफा गर्नुपर्ने रहेछ सफा यही भिडियो हेरेर गरिरहेको छ मैले ल हेर्नु है यहाँ बुढाको ट्याट ट्याट दिदी ओ दाइ खत्रै आयो त कौन है ये लोग रेडी गरेर कहाँ से आते हैं हामी चाहिँ बुढाबुढी अघि त्यो हामी उता घुम्न गएको बेला हामी यो लिएर आएको थियौँ ढुङ्गा हो कि यो अनि कति भयो नि त गट्टी नखेलेको त कति भयो भाइ 5, 6, 7, 8 वर्षै भयो होला भाइ नखेलेको अनि आज चाहिँ हामी बुढाबुढी खेल्ने भनेर लिएर आएको अनि यहाँ खेल्दैछौँ है म तपाईँहरूलाई खेलेको एकछिन देखाउँछु ल एकअर्कालाई छुनै पाउँदैन नि मेरो त प्र्याक्टिस हुँदैछ
आउट पहन दुईटा लिनुपर्ने होइन दुईटा लिनुपर्ने ल्याउ ल्याउ ल आजको लागि चाहिँ रहेछ नि त मैले ओके आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ हाम्रो भिडियोलाई हेरिदिनु भयो यहाँसम्म धेरै धेरै धन्यवाद अनि त्यसपछि अब आउने भिडियोहरूमा पनि तपाईँहरूको साथ सपोर्ट हामीलाई मिलिरहोस् अनि हामी म ट्राई गर्दैछु अझै भिडियोहरू ल्याउने केही नभए विकमा 1 विकमा एउटा भिडियो ल्याउने कोसिस गरिरहेको छु सो तपाईँहरूको हेल्प पनि चाहिन्छ मलाई त्यसैले हाम्रो भिडियोलाई लाइक गरिदिनु सेयर सब्सक्राइब सबै गरिदिनु कमेन्ट गरिदिनु अनि हामी भेटौँला अब नेक्स्ट भिडियोमा बाई 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 बाई